अवस्था अब यो भ्लग कहिले आउला भनेर वेट गरेर बस्नु पर्ने भएन त हामी जाँदैछौँ घरमा चाहिँ त्यसरी नै धेरै चढ भएको थिएँ चारैतिर जाने घाउ छ त्यही पनि बाबा से यस टु यस से यस टु ट्राभल हुँदैन हुन्छ भने जस्तै गरेर हामी पर्णिसा नामको घरबाट चाहिँ होइन गाडी चढ्न आइसकेको छौँ है बस पार्कमा बाबाले चाहिँ यहाँ बसको फोटो खिच्दै हुनुहुन्छ नम्बर मेरो छोरी कुन गाडीमा जाँदै हुनुहुन्छ भनेर होइन बाबा अब हामी चाहिँ जानको लागि रेडी भएर गाडी हिँड्दैछ यहाँ हुनुहुन्छ पर्णिसा म्याम म्याम सुजिता म्याम हेलो कतिको एक्साइटेड हुनुहुन्छ एकदम धेरै यता हेरेर भन्नु न पर्णिसा म्याम एकदम धेरै भन्नु एकदम ल गाइज अब म चाहिँ होइन गाडीमा चाहिँ भिडियो बनाउँदिनँ किन भन्दाखेरि मलाई चाहिँ गाह्रो हुन्छ यहाँ चाहिँ अब यहाँको अवस्था है तर अहिले काकरभित्र आइपुगेको छौँ अब यहाँबाट हामी अर्को गाडीमा जान्छौँ दार्जिलिङ यता पर्णिसा म्याम हुनुहुन्छ उताबाट दार्जिलिङको लागि जाँदैछौँ सुजिता म्याम रमाइलो भइरहेछ एकदम पर्णिसा म्याम रमाइलो भएको छैन एकदम अहिले एकदम भन्नु न एकदमै सो हामी चाहिँ अब नेपालबाट इन्डिया जाँदैछौँ फर द फर्स्ट टाइम नेपाल छोडेर जाँदैछु ठिकै हजुर चिसो छ बाटो चाहिँ यस्तो चलाएर पुरै ब्लक छ officially India. Serious. यस हेलो इन्डिया हेलो भन्नु गुड मर्निङ दार्जिलिङ हजुरहरूले देख्न सक्नुहुन्छ म चाहिँ यहाँ छु कहाँ छु भन्दाखेरि यहाँ म मेरो आप्पाको घरमा छु आप्पा युट्युबमा हाल्ने हो मिठो मिठो खानेकुरा पकाएर खुवाउनु भएको छ ह्यान्डसम हुनुहुन्छ मेरो आप्पा हेर्नु यहाँ कस्तो मिठो मिठो खानेकुरा खुवाएर म यहाँ दार्जिलिङमा मोटाइसकेँ यहाँबाट भ्यू हेर्न सक्नुहुन्छ सो दिस इज माई मर्निङ ब्रेकफास्ट यो सेकेन्ड ब्रेकफास्ट है आज मर्निङको आज बिहान उठ्ने बित्तिकै चिया खाइसकेँ मैले हामी चाहिँ अहिले घुम्न जाँदैछौँ सो आज चाहिँ डे 1 हामी कहाँ जाँदैछौँ पर्णिसा म्याम हामी मार्केट सिलगढीमा उहाँ चाहिँ हाम्रो गाइड हो है बाइ द वे हामी पर्णिसा म्यामको घरमा बसेको हो दाइको म्याम हजुर यहाँ सानो सानो नानीहरू पनि हुनुहुन्छ क्युट सो देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँनिर के हो अरे म्याम यो उता अटो यता टोटोमा चढ्दैछौँ म यहाँ छु सुस्ता म्याम यहाँ हुनुहुन्छ अब यहाँ मार्केट जाँदैछु यहाँ हाम्रो साथमा हुनुहुन्छ हाम्रो गाइड पर्णिसा म्याम ल हामी कहाँ आइपुग्यो भन्दा हामी यो जङ्सन एरिया आइपुग्यो यताबाट चाहिँ हामी सबै ठाउँ वर्षक दार्जिलिङ सिक्किम यता जलपाइगुडी सबै ठाउँमा छरिन्छ जान मिल्छ जतामा आज हामी जाँदैछौँ मार्केट सपिङ गर्नलाई मैले के किन्ने संस्थामा हजुरहरूलाई देखाउँछ है सपिङ हल गर्छु क्या हामी मार्केटमा आइसकेको छौँ पर्णिसा म्यामले चाहिँ सस्तो ठाउँमा लिएर जानुहुन्छ अब है पर्णिसा म्याम सुजिता म्याम हजुर सपिङ कति गर्ने हो त एकदम यति धेरै गरेर लाग्यो सस्तोमा गाइज पर्णिसा म्यामले चाहिँ ल्याउनु भएको छ के हो म्याम यो अम्बा साँधेको अम्बा यो चाहिँ साँधेको अम्बा पर्खला दिन्छु नाइस राइट खोक्दैछु खाँदै गर बेलुका अबदेखि खाने हो रन्नु पऱ्यो दामी ल मेरो छोरी यो खान्छ हामीले चाहिँ यहाँ बजारबाट सपिङ गरेर जाँदैछौँ अर्को ठाउँमा यहाँको रोडहरू चाहिँ खासै चितवनमा भन्दा फरक छैन भर्खरै हामी कहाँबाट झरेर हामी अहिले पुलचोकको त्यो नारेली किनारको रालबाट हङ्ग्रीटोङ जाने बाटो जस्तै छ यो बाटो सेम त्यस्तै बाटो सेम यहाँबाट चाहिँ हामी उता अगाडि चौतारा हेरेर नारायण हाटलाई त्यही त बाटोहरू
हामीले चाहिँ टन्नै सपिङ गरेको छौँ होइन प्रणिसा म्याम सस्तोमा 300 मा कपडा किनेको छौँ। यहाँ कानमा हेर्न सक्नुहुन्छ मेरो जम्मा ओन्ली 50 रुपिस हो। यो चस्मा चाहिँ जम्मा 80 रुपिसको हो। 100 मा दिएन त्यो चस्मा हामीले लिने भनेको चस्मा चाहिँ 100 मा दिएन, त्यही भएर हामीले लिएन। 200 रुपियाँ भनेको थियो, हामीलाई महँगो लाग्यो। भोलि किनेको कपडा लगाएर घुम्न जान्छु गाइस। म चाहिँ घाइदिएछु नि त होइन, इन्जर्ड पर्सन। 80 रुपिसको चस्मा लाग्यो यो पारा हान्नु छोरी, पारा गर्दैछु पारा रमाइलो छ। सो आज चाहिँ डे 2 हाम्रो शुभ यात्राको, अनि हामी आज जाँदैछौँ। कहाँ जाँदैछौँ? आज चाहिँ एक्चुअल दार्जिलिङ जाँदैछौँ। हिजो कसै कमेन्ट देखेको थियो दार्जिलिङ भनेको। सो यहाँ हामी दार्जिलिङमा छौँ, बट हामी जाँदैछौँ दार्जिलिङ साइडमा। सो देख्न सक्नुहुन्छ यो चाहिँ बाटो हो, अनि हामी जाने ठाउँ चाहिँ उता माथि डाँडामा, उता माथि अझै। यहाँ चाहिँ मेहुना सुटिङ भएको ठाउँ हो। यो रेलवे स्टेसन, हिमालयन रेलवे स्टेसन। यहाँ चाहिँ मेहुनाको सुटिङ भएको हो। एकदमै रमाइलो लागिरहेको छ। वेदर, यहाँको वेदर चाहिँ वाउ वेदर हो। टुडे आई केम इन another place to visit and the weather is wow weather. Wow, why weather? Oh, I love Darjeeling. हामी चाहिँ स्कर्पियोबाट झरिसकेका छौँ र हामी कहाँ जाँदैछौँ? हामी अब चौरस्तातिर जाँदैछौँ। अनि यहाँको वेदर एकदम चिसो छ, एकदम फ्रेस। उता नेक्स्ट अर्को भ्लगर उता हुनुहुन्छ गाइस। सानो पारा देउछि त पाला, पारा देउछि त पाला। हामी चाहिँ यहाँ दार्जिलिङको चौरस्तामा आइसकेको छौँ। देख्न सक्नुहुन्छ। एन्ड वेदर इज भेरी कोल्ड एन्ड फ्रेस, एकदमै चिसो छ। मेरो साथीहरू चाहिँ फोटो खिच्न जानु भइसक्यो। सो यो चाहिँ BTS है, बिहाइन्ड द सिन हाम्रो किरण म्यामको हर्स राइडिङ प्लस फोटोसुट। हाम्रो सिनेमाटोग्राफर चाहिँ मिस सुजिता पाण्डे हुनुहुन्छ यहाँ, सिनेमाटोग्राफर, एन्ड द भ्लगर हर्सेल्फ मिस किरण लामा। हेलो। सो यो हर्सको नाम चाहिँ युनिकर्न हो, हेर्न सक्नुहुन्छ है। डिफ्रेन्ट कलरको रबरले बानेको छ। And we are here in Chaurasta. हामी घुम्दैछौँ। मलाई आजको ठाउँ चाहिँ राम्रो लाग्यो है। पानीपुरी खाने हो? मुखमा घाउ छ मेरो, भुँडी दुख्छ। यता खाने कि उता उता किन्ने? के किन्ने? हुन्छ चाहिँ क्लियर हुँ है मेन। ओके। सो एकदमै धेरै चिसो भएको भएर हामी ग्लोभ्स किन्न जाँदैछौँ। यहाँ नि के हो यो बजार जस्तै हो। यस्तो किन्नुपर्छ जस्तो सबै टाउकोमा राख्नु। वाउ। सो यो चाहिँ दार्जिलिङको स्मल मार्केट। सो यहाँ चाहिँ फोटो सेसन चल्दैछ। मैले खिचिसकेँ, सुजना पनि खिच्नु भयो, प्रणिसा म्यामको टर्न। अनि सायद यहाँको फेमस फोटो खिच्ने ठाउँ होला, किन भन्दाखेरि यहाँ सबैजनाले फोटो खिच्नु हुँदो रहेछ। आज लाइनमा देख्न सक्नुहुन्छ मान्छेहरू उभिरहेको हुन्छ। अक्षय कुमार यहाँ चाहिँ फोटोहरू छ। यहाँ चाहिँ पुरानो दार्जिलिङ यस्तो थियो, अनि तपाईँले चाहिँ नयाँ दार्जिलिङ यस्तो भनेर चाहिँ फोटोहरू छ। अब हामी यहाँबाट टी गार्डन जाँदैछौँ। त्यहाँ गएर चाहिँ हामीले ड्रेसहरू लगाएर फोटो खिच्छौँ। चिया पनि खान्छौँ। यस, मिठो 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 चिया पिउँछौँ। यस। अनि हामी क्षेत्रीय ड्रेस लगाएर फोटो खिच्ने है। यहाँ चाहिँ
बर्फी मुभीको सुटिङ भएको ठाउँ रहेछ सो ब्युटिफुल प्लेस अब अहिले त टिकट पाउँदैन चढ्ने पनि त होइन होला अहिले के हो र यो मान्छे रोपे छ नि रोपे जिपलाइन केबल कार तल फ्याक्ट्री लान्छ हो जिपलाइन भएर चाहिँ गर्नुहुन्छ जाँदैछौँ पर्नेछ म्याम हामी कहाँ छौँ हामी दार्जिलिङको टी स्टेट कमान के लाउने अरे के लाउने क्षेत्रीय ड्रेस लाएर फोटोसुट केबाट गर्ने भिडियो सिनेम्याटिक मिस सुजिता पाण्डे यो पारा देऊ छोरी पारा देऊ सो हामी जति हाम्रो नेपालमा चाहिँ हामी डाँडा जति पहाडमा जान्छ हाम्रो गाउँ भन्छ नि त्यस्तै हाम्रो यता दार्जिलिङतिर चाहिँ जति तल जान्छ कमान बस्ती भन्छ त्यसलाई चाहिँ बस्ती भन्छ गाउँ भन्दैन यहाँ चाहिँ कमान भनेको चाहिँ टी स्टेट कमान टी स्टेट अनि बस्तीलाई चाहिँ गाउँ भन्छ जति तल जान्छ त्यति बस्ती पाउनुहुन्छ अनि पर्नेछ म्याम यस यस्तो राम्रो गाइड गर्नुहुन्छ महिना कति कमाउनुहुन्छ त ठेङ्गा यस्तो छ जिन्दगी मोए मोए फेरि गर्नु त ल मोए मोए कस्तो अरे होइन म भोलि पर्सि बिहा गरेपछि आफ्नो बुढासँग यस्तरी फोटो खिच्ने हो यहाँ आएर ड्रेस ए ड्रेस लाउने यही हो क्षेत्र ड्रेस लाउनु भनेको नरहेछ त्यही भएर यहाँ चाहिँ अब ड्रेस हजुर ए फरिया चोरी लगाएर चाहिँ हामी फोटो खिच्छ के अरे भिडियो पनि बनाउँछौँ फोटो पनि खिच्छ कुन गीतमा गर्ने हो अरे दाइ ये मैं हूँ ये मेरा फरिया ड्रेस है और मैं चिया बगान घुम रही हूँ हामीले चाहिँ अब चियापत्ती किने पनि टन्नै होइन सुस्ता म्याम यस मिठो थियो चिया अब यो चितवनमा कोसेली घरको लागि कोसेली हो यो दार्जिलिङको चिनी ल अब हामी यहाँबाट जान्छौँ घर बाई बाई यहाँसम्म चाहिँ सकिएको छ हामी घर जाँदैछौँ सबैलाई रमाइलो भयो अब म चाहिँ भिडियो गर्दैन किन भन्दाखेरि मलाई बम्बे छ गाडीमा वेट गरेर बस्नुपर्ने भएन अब यो भ्लग कहिले आउला भनेर वेट गरेर बस्नुपर्ने भएन त 10 बजेको छ 10:09 नजिकबाट देखाउँछु है यहाँबाट ट्रेन हुन्छ इन्डियन टेस्ट पानीपुरीको इन्डियन टेस्ट दिन आएको यो चाहिँ मैले फिल्महरूमा देखेको थिएँ यस्तो फ्लेभरको पानी आज ट्राई गर्दैछ सिनेम्याटिक के अरे नानीहरूलाई सो उहाँहरू चाहिँ हाम्रो गाइड अझै भन्नुहुन्छ यो बारेमा यो ठाउँको बारेमा अब हामी सालबारी लाग्दैछौँ टी स्टेटबाट निस्केर अब सालबारीदेखि हामी दार्जिलिङ मोडदेखि हामीले सिटी सेन्टर जान्छौँ त्यहाँ चाहिँ मलहरू छ उयो छ ब्रान्डेड सपहरू चाहिँ नानीलाई खेल्ने ठाउँ मेन चाहिँ बच्चालाई खेल्नको लागि हामी फोटो खिच्नको लागि मेकडोनल्ड्स चारवटा बच्चा छ यहाँ 4जना बच्चा छ हामी 3जना ठुलो छौँ एउटा बच्चा दुईटा बच्चा 3टा बच्चा फाइनल्ली ब्युटिफुल बच्चा ब्युटिफुल बच्चा म ब्युटिफुल छैन वाट अ जोक म छैन ब्युटिफुल कति बोलिन म बोल्दिनँ यो चाहिँ गाइज होइन यसो के लाइक त्यो छौँ सिलगढीको सिटी सेन्टर मलमा रमाइलो भइरहेको छ म्याम एकदम रमाइलो बच्चाहरूको लागि चाहिँ एकदमै राम्रो प्लेस छ गेम खेल्नको लागि मलाई नि एकदम मन पऱ्यो किनभने मैले बच्चा बच्चा छु मलाई गेम खेल्नुपर्छ अगाडि हुनुहुन्छ पर्नेछ म्यामहरू सो बाइ द वे हाम्रो चाहिँ यो नयाँ कपडा हो हामी मलमा सपिङ गरेको ओके भेरी एक्सपेन्सिभ भेरी एक्सपेन्सिभ क्लोथ भर्खरै यहीँबाट किनेर लगाएको क्या हाम्रो लास्ट डे यहाँ दार्जिलिङमा आप्पाको घरमा त्यही भएर एउटा गीत त बन्दा है भाइ भन्दैन ए भन्दा है जबरजस्ती बजायो मान्छे ओके हामी
हामी चाहिँ घर फर्किँदैछौँ एकदमै रमाइलो भयो हाम्रो यो दार्जिलिङको ट्रिप चाहिँ होइन पर्निसा म्याम सुस्ता म्याम भनेको जस्तो नमजा लागेको प्लास्टिक चाहिँ बमिट गर्नुपर्छ हातमा लिइरहेको छु म के अरे अनि एकदमै रमाइलो लाग्यो अहिले चाहिँ हामीले नेपाल टेक्यौँ त्यही भएर एनसेलको टावर दिइसक्यो मोबाइलमा नेपाल आएको होमल्यान्डहरू भनौँ न अनि जब हामी घुम्यौँ नि दार्जिलिङको सबैभन्दा राम्रो कुरा चाहिँ के थियो भने यहाँको मान्छेहरूको बोली बिहेभियर्सहरू चाहिँ एकदमै राम्रो थियो एकदमै रेस्पेक्टफुल इभन ड्राइभरहरूको पनि यति राम्रो बोली क्या एकदमै मनै खाने रमाइलो भयो गाइस सो म अब हाम्रो ब्लग यहीँ इन्ड गर्छौँ के गर्छौँ रे पर्छ म्याम अब इन्ड गर्छ भोलि पुगिन्छ हामी बाई द वे सी इज भेरी गुड गाइड हजुरहरूलाई इन्डिया घुम्न पऱ्यो भने मलाई लिएर आउन सक्नुहुन्छ ल ओके सो प्रणिता म्याम बाई भनिदिनु न सुस्ता म्याम बाई सो बाई द वे सुस्ता म्याम र म चाहिँ बाटोभरि भमिट गर्दै जाने हो बाई शब्द नबोली आइपुगेछ